मधेस पुगेका श्रम संस्कृति दल नेता हर्क सम्पाङका कार्यकर्तालाई अवरोध गरेपछि सम्पाङ किन गएनन् त जानकी मन्दिर? भगवान रामचन्द्र राम जानकीले मलाई त्यहाँ मन्दिरमा नआइज भने त होइन होला नि त, हो र होइन? केही मानिसहरूले मलाई नआइज भन्नुभयो। उहाँहरूले गर्दाखेरि उहाँहरूको त्यो मागलाई सम्मान गरेर म जाँदिनँ। अनि पास्टर भन्नेहरूलाई के भने त? धेरै मान्छेले मलाई पास्टर पनि भन्नुहुन्छ। अघि भर्खर पनि बिहान पास्टर भन्दै हुन्थ्यो जस्तो लाग्यो। होइन, म पास्टर होइन है, म पास्टर पनि होइन, म पुजारी पनि होइन। म को हुँ त भन्दाखेरि एउटा शुद्ध नेपाली। अनि हर्क सम्पाङ कुन धर्म मान्छन् त? सबै धर्मलाई म रेस्पेक्ट गर्छु। होइन, पाथिभरा माताको दर्शन गर्न जान्छु, साल्पा सिलिङचुङ जान्छु, पशुपतिनाथको दर्शन गरेको छु मैले। होइन, गुम्बाहरूमा गएको छु, चर्चमा गएको छु, मस्जिदमा पनि कुनै मस्जिदमा म गएको छु। सबै धर्मलाई मैले रेस्पेक्ट गर्नुपर्छ। म एउटा मान्छे हुँ। अनि जनकपुर धाममा भएको अवरोधलाई लिएर के भने त? अघि बिहान हुन त त्यत्रो ठुलो मैले माइन्ड गरेको छैन, त्यहाँ पनि अब केही तत्त्वले काम गर्यो होला। म सबैजनालाई सम्मानै गर्ने मान्छे हो। म यस्तो एउटा मेसिन हुँ, तपाईँ मलाई गाली गर्नुहुन्छ नि, म त्यो गालीलाई पनि ऊर्जा लिएर शक्तिको रूपमा रूपान्तरण गर्छु। आफूलाई गाली गर्नेहरूलाई कस्तो ठान्छन् त हर्क सम्पाङ? यो नेपालमा सबैभन्दा धेरै गाली त मलाई त गर्छ त, होइन? फुल रोप्छु गाली नै गर्छ, पार्क बनाउँछु गाली नै गर्छ। भिरमा यस्तो भित्ता यस्तो भिरमा पाइप तान्दै ल्याउँछु है, मुद्दा लगाइदिन्छ, गाली गर्छ। दार्चुलामा गएर पुल थाप्छु गाली नै गर्छ। जहाँ जाँदा पनि गाली गर्छन्। ती सबै गालीलाई सहने मान्छे हो म। अरूले गाली गर्यो भन्दैमा तपाईँ पनि नगर्नुहोस्। अरूले गाली गर्यो भन्दैमा आफूले पनि गाली नै गर्नुपर्छ भनेर नसोच्नुहोस्। धन्यवाद भनेर नमस्ते गर्नुहोस्। किनभने हामी देश बनाउन निस्किएको मान्छे। भने हामी देश बनाउन निस्केको मान्छे। त्यसो भएको कारणले धेरै बाटामा हामीलाई भुलाउन, होइन, विभिन्न खालका चाहिँ नि अवरोध गर्नहरू पनि मान्छे आउन सक्छन्। उहाँहरूलाई पनि सम्मान गर्ने, नमस्ते गर्ने। अपमान गर्नेहरूलाई 5वटा सबाट कसरी सम्झाए? जीवनमा 5वटा स चाहिन्छ: सम्मान, सम्पत्ति, सन्तान, सुख र शान्ति। त्यो सम्मान, होइन, मैले बुझे कारणले मलाई अपमान गर्ने मान्छेहरूलाई पनि मुरी सम्मान छ। जानकी मन्दिर जाने कुरामा के बोले त? मन्दिरमा जाने भन्ने कुरा पनि अलिकति भएको थियो, तर अघि श्रमदाताहरू त्यहाँ जाँदाखेरि, होइन, म चाहिँ उता बाटैमा थिएँ, बर्दिवासमा आउँदै थिएँ, माथि नै त्यस्तो कुराहरू आयो। मन्तव्यको अन्त्यमा के भने त? आँटो हुँ म, मलाई दुख्दैन। कुल्छ या पूजा फरक पर्दैन। एउटा राष्ट्रिय दलका नेता कार्यकर्तालाई जानकी मन्दिरमै जान रोक लगाउनु कतिसम्मको लायक हो त? के लाग्छ? तपाईँको विचार कमेन्टमा लेख्नु। सप्तकोशी धरान खानेपानी आयोजना त्यो सुरु गर्नुपर्छ। धरानका सर्दु, सेउती, सेरा, अँधेरी खोलाहरूमा तटबन्धन बस्ती जोखिममा छन्, तटबन्धन गरियोस् भन्ने माग राख्न चाहन्छु। सेनिटरी ल्यान्डफिल साइट 4 मैला सरल्लै फालेर चाहिँ नै डम्पिङ गर्नुपर्ने बाध्यता छ। सेनिटरी ल्यान्डफिल साइटको लागि पैसा विनियोजन होस् भन्ने माग राख्न चाहन्छु। धरान स्थित बीपी अस्पतालको MCH भवन निर्माणाधीन छ, 11 वर्ष जति भयो। त्यो तपाईँको चाहिँ सम्पन्न भएर सञ्चालनमा आओस्, त्यसको लागि आवश्यक बजेट विनियोजन गरियोस् भन्न म चाहन्छु। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मर्चरी, त्यो मरेपछि मान्छेको शव राख्ने ठाउँमा बेहाल स्थिति छ, त्यसका लागि पनि पैसा राखियोस्। धरान बराज क्षेत्र नडा सडकको लागि पैसा राखियोस्, सर्दु खोला पश्चिमपट्टि। धरान भलुवा चौरी सडक सर्दु पूर्व, त्यसको लागि पनि बजेट विनियोजन होस् भन्ने माग राख्न चाहन्छु। धरान हरियालीदेखि रामधुनी जाने बाटो बराज क्षेत्र 1 बाटो, धरान 4 को देवी गाउँ हुँदै दानाबारी जाने बाटो, धरान 5 को ठिङ्गाबारी हुँदै धरान 4 सुमनटार जाने बाटो, धरान 20 चिन्डे डाँडा सुम्निमा पारुहाङ सांस्कृतिक सम्पदा जाने बाटो, धरान 20 भन्ज्याङ छेउको कोका खोलाको मोटरेबल पुल, धरान 5 मसाने खोलामा एउटा पुल, त्यसै गरी धरान 5 र 4 जोड्ने निशान डाँडा र खार खोलाको पुल कृषि सडक हो त्यो। धरान 20 भन्ज्याङदेखि स्वारा जाने बाटो कालोपत्रे गरौँ,
धरान 17 पटनालीको समावेशी टोल मार्गमा सडक निर्माण गरौँ। धरान 11 मङ्गलबारेदेखि ऐश्वर्य मार्ग निर्माण गरौँ। धरान 11 विष्णु चोकदेखि सगरमाथा हुँदै सगरमाथा चोक हुँदै विष्णुपादुका पुलसम्मको बाटो निर्माण गरौँ। धरान 6 प्रणामी मार्गदेखि बाजी पार्क फुटबल खेल मैदानसम्मको सडक निर्माण गरौँ। त्यसै गरी धरान 17 फोकल्यान्ड चोकदेखि डाँडा घोपासम्मको बाटो निर्माण गरौँ। धरान 9, 10, 11 पुतली लाइनको बाटो मर्मत गर्ने पैसा छुटाइयोस्। धरान 8 को मदन भण्डारी राजमार्गमा एउटा पुल भत्किएर बिजोग भइरहेको छ, त्यसलाई निर्माण गरियोस्। धरान 8 को सभागृह निर्माण तथा मर्मत सम्भार गरियोस्। र बीपी अस्पतालमा एमआरआई मेसिन छैन, त्यो एमआरआई मेसिन खरिद गर्नका लागि पैसा छुटाइयोस्। बीपी अस्पतालको बिमा बोर्डले 75 करोड भन्दा धेरै पैसा दिन बाँकी रहेछ, त्यो कुरा तपाईको चाहिँ बिमा बोर्डबाट पैसा दिलाइयोस्। त्यो अस्पताल जीर्ण अवस्थामा छ, यतिखेर तलब खुवाउने पैसा नभएर फिटफिट भइरहेको अवस्था पनि छ। धरान 6 औद्योगिक क्षेत्र निर्माण गरौँ। प्रदेश नम्बर 1 मा व्यापारिक प्रदर्शनी केन्द्र निर्माण गरौँ। त्यसको लागि धरानले 5 बिघा भन्दा धेरै जग्गाको तपाईको चाहिँ प्रबन्ध मिलाएको छ। धरान 8 जिल्ला ट्राफिक कार्यालय निर्माणको लागि पैसा छुटाइयोस्। धरान 14 विजयपुर धार्मिक क्षेत्रदेखि धरान 20 सुम्निमा पारुहाङ डाँडा हुँदै सुलीकोट हुँदै विष्णुपादुका मन्दिर सूर्यकुण्ड हुँदै बरा क्षेत्र मन्दिरदेखि रामधुनीसम्मको तपाईको धार्मिक सडकलाई चाहिँ स्तरोन्नति गरियोस्। धरान बजारका बीचबाट गएको हाई टेन्सन लाइन विद्युतीय तपाईको चाहिँ जोखिम छ, त्यसलाई स्थानान्तरण गरियोस्। बजार जोगाएर व्यापार जोगाउन सकिन्छ, आर्थिक क्षति हुन नदिनका लागि हाइवेलाई चाहिँ उचित ठाउँमा हेरेर बाइपास गरियोस्। बरा क्षेत्र नगरपालिका 1 हाटखोलाको हटिया बजार व्यवस्थापन गरियोस्। बरा क्षेत्र काला बजार बजारमा हैटा खोलामा तटबन्धन गरियोस्। धरान 15 सदन स्कुलदेखि महादेव चोकसम्मको सडक मर्मत गरियोस्। धरान 8 को श्रीजङ्गा चोकदेखि चेकपोस्टदेखि धरान 8 भोटेपुल सम्म तपाईको चाहिँ सडक निर्माण गरियोस्। त्यसै गरी धरान आविष्कार केन्द्रलाई उपकरण खरिद गरियोस्। धरान 16 गणेशमान चोकदेखि जोरसकुवासम्मको तपाईको चाहिँ सडकलाई स्तरोन्नति गरियोस्। धरान 13 जानकी चोक झोलुङ्गे पुलदेखि पक्की पुलसम्मको सडक निर्माण गरियोस्। धरान 12 को चतरा लाइन स्वस्तिका चोकदेखि सडक निर्माण गरियोस्। चतरा लाइनदेखि स्वस्तिका चोकसम्मको सडक निर्माण गरियोस्। यसरी नै विभिन्न जिल्लाबाट फोन आएर मलाई चाहिँ नि बोलिदिनुहोस् है भन्ने तपाईको चाहिँ नि अपेक्षा पनि गर्नुहुन्छ। कर तिर्नलाई पनि गाह्रो छ सभामुख महोदय, त्यसो भएको कारणले गर्दाखेरि कर तिर्नलाई सजिलो होस्, अब म सकिहाल्छु 1 मिनेटमा, कर तिर्नलाई सजिलो होस् भन्ना खातिर पालिकामै कर तिर्ने व्यवस्था गरियोस्। यातायात व्यवसायीहरू विशेष गरी 3 पाङ्ग्रे सवारी साधनहरू चाहिँ 500 रुपियाँ कर तिर्नका लागि जानुपर्छ, 1000 को तेल जलाएर जानुपर्छ भन्ने हिसाबको कुरा छ, त्यतातिर तपाईको चाहिँ ध्यान जाओस्। भोजपुरका जनताले पनि बोलिदिनु पर्यो, तपाईले पनि भनेर भन्नुहुन्छ। चुहारको पुल र सुनबालुवाको पुल निर्माण गरियोस्। प्याउली र घोडेटार भोजपुरका तपाईको चाहिँ सब स्टेसनहरू त्यहाँनिर ठेकदारले पैसा खाएर भागेको भन्ने कुरा आयो, त्यो पत्ता लगाएर कारबाही गरियोस्। शङ्खसभा पुल तोम्बिया र 26 पुल तपाईको निर्माण गरियोस्। लम्साको भोजपुर र शङ्खसभा जोड्ने पुल निर्माण गरियोस्। त्यसै गरी अरुण तेस्रोले बनाउनु पर्ने बाटो त्यतिकै छोडेर टुम्लिङ तारदेखि तपाईको चाहिँ पावर हाउससम्मको बाटो धुलाम्य हिलाम्य रहेछ, त्यो पनि तपाईको बनाइयोस्। अन्त्यमा म आइसकेँ सभामुख महोदय, भुटानी शरणार्थी घर फर्कन चाहँदो रहेछन् अथवा उहाँहरूको केही परिवार चाहिँ उता अमेरिकातिर कता गएर सेटल भएर छ कि त परिवार मिलन भन्ने चाहँदो रहेछन्, त्यसको बारेमा पनि तपाईको चाहिँ सरकारको ध्यान जाओस्। मुक्त कमैयाको बारेमा पनि कार्यदल बनाउने भन्ने माग जनताको छ। बिना श्रेणीको कर्मचारी निकुञ्ज गेम स्काउट पदमा बसेका रहेछन्, उनीहरूका लागि पनि श्रेणी तोकियोस्। र अन्त्यमा बिल बुक रुट पर्मिट भन्ने चाहिँ तपाईको यो यातायात व्यवसायीहरूको मर्का हो, यसको बारेमा पनि एउटै तपाईको चाहिँ कार्य गरियोस्। र अन्त्यमा म के माग गर्न चाहन्छु भने विगतमा जेएनजी आन्दोलनमा जलेको सिंहदरबारभित्रका भवनहरूमध्ये कुनै एउटा भवनको एउटा सानो हिस्सा श्रम संस्कृति पार्टीलाई
बनाउन अनुमति दिनुहोस्। हामी श्रमदान गरेर बनाउनेछौँ। धन्यवाद छ। नमस्ते। खुशीमा तर कहाँ पुग्छ पीरमा पनि फुलिँदैन।